खुडोपना स्थित अनुहारका विविध समस्याको निशुल्क उपचार गर्न उद्देश्य लिएर जनकपुरधाम अस्पतालको स्थापना हुने भएको छ। जनकपुरधाममा वार्ड नम्बर 8 मा नेशनल इन्स्टिच्युट अफ क्रेनियोफेसियल सर्जरी नामक अस्पतालको स्थापना हुने भएको हो। अनुहारमा खुजोपना सहितका समस्या भएकालाई निशुल्क शल्यक्रिया गरी उपचार गर्ने उद्देश्यले स्थापना हुन लागेको यो अस्पतालको शनिबार मध्य प्रदेश प्रमुख हरिशंकर मिश्रले शिलान्यास गर्नुभएको छ। खुजोपना सम्बन्धी आंशिक उपचार सेवा शनिबारबाटै सुरु भइसकेको छ भने शल्यक्रिया लगायतका पूर्ण सेवा आफ्नै भवन निर्माण पश्चात सुरु हुने अस्पतालले जनाएको छ। यो अस्पताल जर्मनीका क्लेफ्ट चिल्ड्रेन इन्टरनेशनल संस्थाको सहयोगमा सञ्चालनमा आएको हो। उद्घाटन कार्यक्रममा प्रदेश प्रमुख मिश्रले यो अस्पताल सबै वर्गका बालबालिकाहरूको बिग्रेका अनुहारको शल्यक्रिया निशुल्क उपचार हुने हर्षको विषय भएको बताउनुभयो। कम से कम मधेश के बच्चे को इनकी सेवा से बहुत फायदा होगा। मुझे अब ये संस्था आज नहीं 6 महीना पहले ही शुरू हो चुका है, जो काठमांडू में भी इसका किया, अब यहाँ पर भी स्थापना करना चाहते हैं। भगवान इनको सफलता दे। सबसे बड़ी बात, मेडिकल कोई भी ट्रीटमेंट के लिए आप कहीं भी जाते हैं तो आपको पैसा देना पड़ता है, लेकिन ये संस्था आपको सेवा के साथ साथ बस में खाने का भी व्यवस्था मिला रहा है। यह तो बहुत बहुत धन्यवाद के पात्र है और मुझे विश्वास है कि यह संस्था फले फूलेगा। इनकी सेवा मधेसी नेपालवासी हर जनता को मिलेगा। कार्यक्रममा मध्य प्रदेशका बिना विभागीय मन्त्री सुरिता कुमारी शाहले यस्तो प्रकोपकारी संस्थाले जनकपुरधाममा शाखा स्थापना गरेर सेवा प्रदान गर्न लागेकोमा खुशी व्यक्त गर्दै यस कार्यक्रम प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। प्रदेश की सरकार से आपको जो भी सहायता और उपलब्धि की आवश्यकता होगी, हम लोग उसमें पीछे नहीं रहेंगे। कम से कम मैं आपके साथ हूँ, ऐसा आप विश्वास कीजिए। साथ ही इन सभी चीजों की आवश्यकता है जो डॉक्टर साहब ने अभी यहाँ पर हम लोगों के बीच किया। बहुत सारे ऐसे डिजीज है जिसका इलाज अगर इस स्पेशल कार्डियोफेशियल सर्जरी के द्वारा हम लोग करेंगे तो बहुत सारे रोगों को हम दूर कर सकते हैं। त्यस्तै मध्य स्वास्थ्य विज्ञान प्रतिष्ठानका नियमित उपकुलपति प्राध्यापक डाक्टर अंकुर शाहले जनकपुरधाममा खुजोपना तथा अनुहारका अन्य समस्याको शल्यक्रिया तथा उपचार निशुल्क रूपमा हुनु सुखद भएको बताउनुभयो। गाउँमा ठाउँमा यो कार्यक्रमको सुरुवात गरिदिनु भएकोमा सबैले लाभान्वित हुन सकौँ, त्यसको लागि म फेरि उहाँले बधाई दिँदै आफ्नो विश्वास दिएको धन्यवाद। कार्यक्रममा अस्पतालका संस्थापक अध्यक्ष डाक्टर सुमित सिंहले संस्थाले पहिलो पटक काठमाडौँको वसुन्धरामा रहेको अस्पतालमा 324 जनाको निशुल्क परीक्षण गर्नुका साथै 52 जनाको निशुल्क शल्यक्रिया समेत गरिएको जानकारी दिनुभयो। उहाँले जनकपुरधाममा पनि अस्पताल पूर्ण रूपमा सञ्चालनमा आएपछि यस ठाउँमा आम जनताले ठूलो लाभ पाउने आशा व्यक्त गर्नुभयो। अपरेसन पछि गरिने अन्य सुविधाहरू जुन हामीले दिनुपर्छ एज अ बिरामी, ती सबै हामीले पटक पटक उहाँहरूलाई काठमाडौँ बोलाएर दुःख दिनु नपरोस् भन्ने हिसाबले यहाँ मेरा साथी मित्रहरू, अन्य कन्सल्टेन्ट क्रेनियोम्याक्सिलोफेसियल सर्जनहरू जो जनकपुरमै कार्यरत हुनुहुन्छ, उहाँहरूको आग्रहमा हामीले ती सर्भिसेसहरू यहीँ प्रोभाइड गर्ने भन्ने कठोर प्रण लिएका छौँ। त्यही सन्दर्भमा त्यही संस्थाको ब्रान्चको रूपमा यही जग्गा यही जमिनमा हामीले भवन निर्माण गर्छौँ र तत्कालीनै सेवा दिनलाई साथीभाइहरूको सहयोगमा यही साइटको जग्गामा हामीले एउटा डेजिग्नेटेड स्पेस हेर्दैछौँ। उहाँले जर्मनका चर्चित क्रेनियोफेसियल प्राध्यापक डाक्टर हर्मन सेलरद्वारा स्थापित क्लेफ्ट चिल्ड्रेन इन्टरनेशनलले अस्पताललाई सहयोग गर्दै आएको भन्दै यसमा अनुहार नमिलेका भागहरूको हड्डी काटेर अनुहार मिलाएर चिटिक्क बनाउने शल्यक्रिया पनि हुने बताउनु भएको थियो। कार्यक्रममा डाक्टर विजय कुमार सिंह लगायत चिकित्सकहरू सहभागी भएका थिए। नेपालमा पहिलो पटक अनुहारका विकृति सम्बन्धी उपचारका लागि मात्रै लक्षित गरी यो अस्पतालको स्थापना गर्न लागि हो। काठमाडौँको नखुवामा
सञ्चालनमा रहेको अस्पताललाई विस्तार गरी जनकपुर धाममा पनि स्थापना गर्न लागि हो। अस्पतालले सबैलाई निशुल्क सेवा दिने पनि स्पष्ट पारेको छ। नेपालमा हरेक 800 मा 1 जनामा खुजोपना तथा अनुहारका विभिन्न विकृति सम्बन्धी समस्या हुने गरेको छ।